हेलो गाइज, आज चाहिँ हामी ड्राई पिकनिक गएको 5जना मिलेर यता वालिङ साइडमा। यिनी चाहिँ हाम्रो एकदमै सिम्पल हाम्रो ग्रुपमा एकदमै सिम्पल। यो चाहिँ अलि नक्कली नक्कली चाहिँ मोटी, यसलाई चाहिँ मैले आन्टी भन्छु। मोटी छ नि त। उहाँ चाहिँ हाम्रो अटोमा भेट हुनुभएको थियो। हजुरहरूलाई 10-10 रुपियाँ भाडा लिन्छौँ ल, जानु जानु भन्नुभएको थियो। अनि हामी चाहिँ त्यहाँ पुगेँ। वालिङ कति नम्बर पर्छ त्यो चाहिँ मैले भुलेँ है। त्यहाँ गएर हामी च्यादर स्यादर ओछ्यायौँ अनि खाना स्टार्ट गऱ्यौँ। यो चाहिँ त्यहाँ सामान राख्ने बित्तिकै स्टार्ट गरेको चाहिँ कोही कोही चाहिँ 1-2जना चाहिँ घरमा खानै नखाइकन गएका रहेछन्। अनि त्यहाँ हामीले लगेको खानाहरू राख्यौँ अनि खाना स्टार्ट गऱ्यौँ अनि 1-2टा भिडियो गरायौँ। अनि यो चाहिँ हाम्रो केक है। यो केकमा चाहिँ के मिस्टेक पाउनुहुन्छ कमेन्ट गर्नु ल। यो चाहिँ खाइराख्ने, यसको चाहिँ जति खाए पनि ज्यान लाग्दैन है यो केटीको चाहिँ शरीरमा। अनि मैले चाहिँ लुरी लुरी भन्छु। हामीले चाहिँ मासुहरू, रोस्टहरू अनि चिकन चिल्ली मोमो लगेका थियौँ, चटपट गरायौँ, खायौँ। अनि नाच्ने भनेको त यो केटीहरूले डेग नै लान भुलेछ। हामीले चिसो पनि लगेको थियौँ। अनि हामीले चाहिँ लास्टमा चाहिँ केक फ्रेन्ड्स फर एभर भनेर यस्तो गरेर खायौँ प्लास्टिकको कपमा लगेर। मोमो पनि ट्यौँ ट्यौँ गऱ्यौँ, ललिपप पनि ट्यौँ ट्यौँ गऱ्यौँ। अनि हामीले यो नानीहरूको चाहिँ यो केटीहरूले भिडियो यति गराउँछ नि इरिटेड लाग्ने गरी भिडियो गराए। यो चाहिँ मैले नि गराइदेऊ भनेर रिसेको अनि बल्ल बनाइदिएका यिनीहरूले है। यिनीहरू 2जनासित हिँडेपछि त आफ्नो पालै आउँदैन कसम। तर रमाइलो भयो। लास्टमा चाहिँ हामी 5जनाले पनि भिडियो गरायौँ। यो चाहिँ अरूलाई नै डेटिङ आएको थियो उनीहरूलाई खिच्न पठाएको भिडियो हामी 5जनाको चाहिँ।